हेलो एभ्रिवान, आई होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु होइन। आज चाहिँ यहाँ अब हाम्रो शिव बाबसँग भेटघाट भएको थियो अनि ऊ चाहिँ अब विदेशबाट आएको थियो अनि विदेशबाट आएर पनि ऊ जाने बेला भइसकेको हुनाले उसले चाहिँ हामीलाई चाहिँ हल्का सानोतिनो रमाइलो गएर बसौँ आज भनेर हामी चाहिँ यसो रमाइलो गएर बसेको होइन। यता हाम्रो साथीहरू छन् होइन, अब अरू साथीहरू त भएनन् होइन, अब हामी तिनजना मात्र भइयो। अब सबै साथीहरू थिए, अब जस्तो छ त्यस्तै भिडियोहरू बनाइएछ हामीले होइन। आज यसो रमाइलो गरेर बसेछ, एकचोटि तपाईँले देख्न सक्नुहुन्छ है। हो गाइजहरू केटाहरू ल है, सबैजना शिवको स्पोन्सर भइरहेछ है, सबैजना स्टेप केटा है, मलाई सबैजना केटाहरू अब केटाहरू सबैजना केटाहरू होइन, सबैजना केटाहरूलाई मिस गरेको एकचोटि स्कुल पढ्ने केटाहरू सबैजना होइन, हामी 8-9 जना केटाहरू एक्चुअली फ्लेभर फेरमै फेर्दै हुन्छ, एकचोटि फेर्दै हुन्छ। एक्चुअली फेरेर सबैजना केटालाई गइदिनु है बिसम सबैजना केटाहरूलाई मिस गरेछु केटा होइन। तिमीहरू चाहिँ देश विदेशमा अब बसेको केटा, हामी नेपालमा माछौ बसेर यार केटा हो कमाछौँ। अब हामी चाहिँ यस्तै छ होइन। तिमीहरू कमा छौ यार, हामी यहाँ फोकटे अल्लारे अवस्थामा रमा छौँ यार, के छ र। शिवबासले हुक्का भरेको यसरी खिचौँ। Cheers guys. ल हाम्रो शिव बाप्सले चाहिँ के भन्नु आएको अर्को परेछि गरम अब चाहिँ एक सट हुक्का तानेर अब घरतिर चल्ने पर्ने हुन्छ। अब यस्तै छ ल। हाम्रो यहाँ कृष्ण अङ्कल पनि हुनुहुन्छ यहाँ है। अब उहाँ चाहिँ अब दादा जस्तो पनि अब हामीसँग पनि बसिराख्नु भएको छ। मेरो त खुसी लागिरहेको छ। अब शिवको मामा मेरो अङ्कल, उता हाम्रो विशालको पनि मामै होइन, यस्तै छ। सधैँ त होइन, कहिलेकाहीँ रमाइलो लौ। यहाँ रम त खानुहुन्न, एक सर्ट तान्देऊ। शिवले यत्रो खर्च पनि लगभग धेरै नै भइसक्यो जस्तो मलाई लागिरहेको है। अब योभन्दा बढी गर्नुहुन्न, अब त्यस्तै छ। यता मेरो यो तिमीले चाहिँ मलाई फेरि हेलो भन्नुपर्छ क्या आयो धुवाले ढाकिदिने हो क्या। सब स्पोन्सर उसको है। फेरि अझै एक घुर्की लगाइदियो केटाहरूको लागि। केटाहरूको लागि हो केटाहरूको लागि नै मैले खाएँ क्या, सबको मैले खाइसकेँ हो क्या। अब गाइस लगभग यति बेला चाहिँ खासमा भन्नुपर्दा कति बजेर त 11:30 भइसक्यो गाइस। अब चाहिँ घर जान पर्ने हुन्छ, किन भन्दा सुत्नु पनि पर्यो नि त। अहिले हामी टन्नै बसिसक्यो, अघि नैबाट धेरै खाइयो, धेरै बस्यो है, एकदम रमाइलो पनि गर्यो। हाम्रो शिवले एकदम रमाइलो अझ यस्ता छ। तर ठिक छ यो, अब ठिक छ। अब यहाँ त बढी खाने पनि होइन, यस्तै छ। यता हाम्रो विशाल पनि बसिरहेछन्। अब बियरहरू टन्नै सकिरहेछ।
तर चाहिँ हामी तिनजनामा चाहिँ हामीलाई चाहिँ हल्का सपोर्ट दिन चाहिँ हाम्रो कृष्ण अङ्कलले आउनुभएको छ हामी सबैजना बसेर यसो आज शिव आफ्नो स्पोन्सरबाट हामीले खाँदैछौँ, रमाइलो गर्दैछौँ। के कस्तो लाग्छ भिडियोमै चाहिँ प्रतिक्रिया दिनु होला होइन। अब एकछिनपछि भेट्नुपर्छ। कुरो के भन्छ भन्दाखेरि अब सचेत पारेर सबै जाने भन्ने कुरो भन्छ। हाम्रो कृष्ण अङ्कलले अघि नै भनिसक्नु भएको छ, अब छिटो गएर छिटो जाए घर भनेर भनिसक्नु भएको छ। कृष्ण अङ्कलले गइसक्नुभयो। अनि यता हामी यस्तै पारा फेरि हामी यस्तै त हो नि ब्रो, अझै कति खाने हो? अझ पनि जान सक्छ है। अझ बोतलै गन्दियो नि त, बोतलै गन्दियो कति भयो। अझ हामी त अब टेबल गराउने हो विचार त। मेरो विचार त अझ त्यही हो कुरा हो। खाँदैन खाने, खाएपछि हेरि यस्तै हो। खाँदैन खाने, खाएपछि वाक्ने गरेर सही गाइस है, ठिक छ। म पनि एकचोटि हुक्का तानेर सुजन अलि धुवाए होइन पागल त्यो अङ्कल अनि शिव विशालले भने जस्तै अब सब साथीहरू पनि ठिक हुनु पर्यो। ठिक त मेरो साथीहरू सबै ठिक छ होइन, र केटाहरू पनि सबै सन्चै छौ, मलाई पनि थाहा छ सबैको सधैँ कुरा भइरहेको छ। तर मिस गरिरहेको अहिलेको अवस्थामा, किन मिस गरेको भन्दा यस्तो खाइएछ, यसरी बसिया छ। त अब ठुलो भए व्यवहारिक भइसक्यो भन्छ होइन। ल तेरो व्यवहारिक कुराहरू भन्यो नि त अघि। ल भन्, ल फ्युचर प्लान भन्। उता फेरि अर्को महाराजा गरेर यता बुझाम यस्तो ल भन नि त। ल के व्यवहारिक के कुरा के क्वेसन सोध्न खोज्यौ मलाई लगाउनु त व्यवहारिक त भन्छस्, के कुरा व्यवहारिक भइस नि। व्यवहारिक भन्दा नि समाजमा कसरी चल्नुपर्छ भन्ने कुरो चाहिँ तैँले बुझिस्। अरू कुरो समाज चाहिँ आफ्नो उमेर अनुसारको बुझिस् तैँले, हाम्रो समाजले के खोजेछ के भन्ने कुरो तैँले बुझिस्। त्यो भन्दा नि मैले एउटा छ कि यहाँ एउटा होइन विशालले नि कुरो नि सही हो। तैँले एउटा व्यवहारिक सामाजिक कुराहरू बुझ्न खोजिस्। हाम्रो उमेर अनुसारले नि